आज चाहिँ विजय दशमीको दिन भएको कारणले गर्दाखेरि हामीहरू चाहिँ टिका लगाउन आँटेको। यहाँ बुकी आज वेलकम गर्नुपर्छ खोइ। आज चाहिँ विजय दशमीको दिन भएको कारणले गर्दाखेरि आज जस्तो कि देख्न सक्नुहुन्छ तपाईँले आज चाहिँ परेको छ विजय दशमीको दिन र हाम्रो घरमा चाहिँ सबैजना भेला भएको छौँ अनि हामी चाहिँ यहाँ नमानेर यसको चाहिँ फर्स्ट दसैँ हो कि त्यही भएर हामी चाहिँ टिका लगाइदिएको छौँ। मेरो त नमानेर रुँदैछ अनि मैले पालो टिका यहाँ नानी शिलपत्र खापे जस्तो बत्ती तपाईँ जस्तो तप्ने हुनु, कहिले दुख बिमार नहुनु, कहिले पनि मन खिन्न नहोस्, चिताको कुरा पुरा होस्, जहिले खुसी हाँसिरहनु। ल छिटो गर्नुपर्छ, धेरै छन्। अब को पालो पिलो एकजना दुईजना गर्दै हामी चाहिँ सबैजनाको पाला आयो। त्यसपछि मैले पाएँ दक्षिणा। मैले चाहिँ 1000 पाएको थिएँ दक्षिणा। यसपालि दसैँमा अरू बेला चाहिँ त्यति धेरै पाउँदैन थिएँ। 50 मिनट टार्थे म त खुसी आज देखाइदिउँ बा गर्दिला नि फेरि यस्तो भाइले चाहिँ मेरो भाइटिका दिन खुट्टा ढोक्नमा नै यसपालि खुट्टा ढोकाएको थिएँ र म अचम्ममा थिएँ। हामीले चाहिँ सबैजना नानीहरूलाई चाहिँ हाम्रो छोरीहरूलाई चाहिँ हामीले टिका लगाइदिने गरेको छौँ। त्यसै चाहिँ हामीले चाहिँ टिका सिका लगाएर हतार त फोटोसोटो खिच्यौँ। फेरि तल मामाहरूको घरमा टिका धेरै गरेर लाउनु जानु भन्थ्यो। त्यसपछि हामी चाहिँ तल मामाहरूको घरतिर पालो पिलो गयौँ। हामी चाहिँ खाली झोला बोकेर मामा घरदेखि फर्केको। आजको भिडियो चाहिँ यहीँ नै सकेको छ। आजको हाम्रो दसैँको दिन चाहिँ यहीँनिर चटपटे खाएर अन्त भएको छ। सबैजनालाई बाई भनिदियोस्।